पछि हट्नेवाला छैन। वीर पुरुष हो यो ब्रह्माजीको यो सृष्टिमा हिरण्याक्षलाई प्राप्त गर्ने कोही छैन। यदि कोही भए आइहाल्ला, अति थकित भए पृथ्वीलाई यही बसाएर विश्राम गर्छु। देवर्षि नारद स्वर्ग जानुभएको छ। देवताहरूले भन्नुभएको छ धरती हरण भइसकेको छ, तिमीहरू के गर्छौ? समस्त देवताहरू दुखी भएका छन्। समस्त देवताहरूले ब्रह्माजीलाई बिन्ती बिसाएका छन्। ब्रह्माजीले आँखा बन्द गरेर भगवानको ध्यान गर्नुभएको छ। ब्रह्माजीको नाकबाट एक औँठा बराबरको भगवान बराह बदेलको रूपमा प्रकट हुनुभएको छ। भगवान प्रकट हुन बित्तिकै आकाश गङ्गा छुन लाग्नु बढ्नु भएको छ। विशाल काय बन्नु भएको छ। अट्टहास गर्नुभएको छ। वराह भगवानको जय हो, वराह भगवानको जय हो। होइन होइन, नारद मुनिले त भने जस्तै एउटा मसँग युद्ध गर्ने वीर पुरुष पठाउँछु भनेको यो 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 नरपशु। को होस् त, को होस् त? दुष्ट किन आइस मेरो सामने? म तेरो काल हुँ। तेरो काल हुँ। मेरो काल? काल त को हो, कसको कालको हो भन्ने कुरा अहिले ज्ञात हुन्छ। आइज मलाई छोड्दिन। अरे बाबरे, अब मेरो तेरो मृत्यु हातबाट हुनेछ बालक। आइज 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 चल्दो रहेछ। आइज तसँग मन युद्ध गर्छु। आइज आइज युद्ध गर, वार्ता होइन, युद्ध गर। आइज 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 यसरी जब वराह भगवानले हिरण्याक्षलाई मार्नुभयो तब देवी देवताहरू आएर भगवानको दिव्य स्तुति गर्नुहुन्छ, गुणगान गाउनुहुन्छ। जय जय नारायण नारायण नारायण, जय जय नारायण नारायण नारायण, श्री नारायण नारायण नारायण, जय जय नारायण नारायण नारायण, भगवान नारायण नारायण नारायण, भगवान नारायण नारायण नारायण, नारायण 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 हरि ओम नमो नारायण, हरि ओम नमो नारायण, हरि ओम नमो नारायण, हरि ओम नमो नारायण, नारायण नारायण नारायण, जतं जतं जगदग्ने भावना त्रयं तनुं स्वां परिजन्मते नमः।
यद्रोमगर्ते सुनिलन्दिनधरा तस्मै नमः कारणसुकरायते। हे भगवान जय हो, हजुरको जय हो। हामी अनाथ भइसकेका थियौँ। हे जगन्नाथ, हजुरले यस दुष्टलाई वध गरेर हामी सबैमाथि कृपा बर्साउनु भएको छ। हे करुणानिधि, जितं जितं ते जितयज्ञ भावन त्रयं तनुं स्वाम्बरिगुण्डते नमः। यद्रोमगर्ते सुनिलल्लिरन्धरा तस्मै नमः कारणसुकरायते। नारायण नारायण हरि हरि।